Welcome back to my new and the video. I hope the person such I am होला पनि ठिकै छु मतलब मलाई फिभर पाइजर आइरह अनि दबाई पनि लागिरहेछ खोकीहरु अनि आज मम्मीले के खाएको सरसफाइ गर्दै हुन्छ म देखाउँछु यहाँ गर्दै हुन्छ मम्मीले सरसफाइ कति गाइजनी आज पर्दा अनि लुगाहरु छ हिजो छठको सामान किन्न जो पनि गएको थियौं अनि हिजो गर्न पाएन कामै केही त्यतिकै रह्यो फेरि त्यतिकै रहेर अब आज लुगाहरु सकेर अनि अब म भित्र देखाउँछु गाइस Let's see guys, what is this? किनभने चाहिँ त्यो कोठाबाट हामी मम्मीले चाहिँ यो सबै सामान ल्याउनु भएको थियो नि त त्यो कोठामा सरसफाइ गर्नुभयो नि त अनि सुर्केस ल्याउनु भएको थियो यो कोठामा सबै अनि मम्मी त्यो कोठामा चिप्नुहुन्छ यो चाहिँ मम्मी त गर्दै हुन्छ अनि आज हुन्छ अनि यहाँ एउटा चिज देखाउँछु ल यहाँ मुसाले काट्दैछ खाइरहनु क्या हाम्रो सुर्केस देखाउँदै छ अनि त्यही भएर आइरहेको छ क्या मुसा अघि यताउता गर्दै थियो अनि भिडियो बनाएन किनभने मलाई सन्चो छैन नि त अनि अहिले 10 बज्दैछ अनि मलाई सन्चो नभएर म सुतिरहेको थिएँ क्या मलाई खोइ के भयो मौसम चेन्ज हुन आएको होला त्यही भएर मलाई सन्चो पनि छैन गर्दा हामीलाई घर पखाल्नु पर्छ भित्र कपडा भिजाएर सफा गर्नु पर्छ बाहिरै अनि यहाँ चाहिँ हाम्रो पल्लाहरुको पुन्टी थियौं यता हेर त गुडवान्सी हाई भन्देऊ कता अब कत्रो बिच्छु थियो गाइस सर्प जत्रो बिच्छु थियो पानी हाल्दाखेरि आउँछ नि अब यो घर त पखाल्नै पर्यो हाम्रो एउटा मात्र मुसाको थियो नि मुसाको थियो गिरवान्सी एउटा हो माने थियो तिम्रो के थियो नानी मम्मी आउनु भनेको ए हो अनि त्यतिखेर आएको ठुलो मान्छे के ल्याइदिनु सानेलाई ले भनेको राति 3 बजे राति घर जाने जोग पनि जानु थियो छठको सामान ल्याएर राख्नुपर्छ भने घर सफा गर्नु जरुरी हुन्छ पोछा लाउनु हरेक चीज गर्नु अनि मम्मीले चाहिँ के भन्छ छठको लागि चुल्हाहरु साइड के ल्याउनु म देखाउँछु हातले देखाउँछ हैन म छुदिन अनि यो चाहिँ हाम्रो ग्यास रहेको छ अनि यहाँ चाहिँ नरिवल छ अनि त्यहाँ चाहिँ लुगा कपडा छ